हामी चाहिँ यहाँ प्रकाश सरको सासूआमासँग भेट्दैछौँ बिन्दु भाउजूको मम्मीसँग। यिनीहरूले सौताको छोरीलाई माया गर्न सक्दैनन् भन्नलाई जुन लाग्यो फसिस त फसिस अस्ट्रेलिया गयो भने अलि राम्रो देखिन्छ नि त। के विधि ओबा बाँदरै भन्दा नि गप्प देखिएको के विधि देखेको यो। नमस्ते सबैजनालाई, इट्स मी सुशील गौतम मगर एन्ड वेलकम टु माई च्यानल है त। सो आज म कहाँ जाँदैछु भनेर तपाईँहरूले थम्बनेल हेरेर पनि थाहा भइसक्नु भएको छ होला। प्लिज प्रकाश सपुत सरको कोही फ्यान हुनुहुन्छ भने यो थम्बनेलहरू अफेन्सिभ भएर कमेन्ट चाहिँ नगर्नु होला, एकदम गालीको भर्सा चाहिँ नगर्नु होला। सो त्यही नै हो। सो आज चाहिँ हामी जाँदैछौँ बिआर मुभिज टु सी दिस मुभी। सो अब उतैतिर भेटौँ है त। हामी चाहिँ बेसिक क्याफे आइसकेको छौँ। केटाहरू चाहिँ सबै हिँड्छन् है। मैले बनाउँछु भनेको यसले मेरो हट टु हट कनेक्सन कस्तो रहेछ हैन सुशीलले सो हामी चाहिँ बेसिक क्याफेमा आइसकेको छौँ। एकछिन पछाडि चाहिँ हामी माथि जान्छौँ टक्क पारामा टक्क फिल्म हेर्नको लागि। हामीले यहाँ म बोलिदिन्छु भन्दैछ नि, कमेन्टमा आएर बोल, कमेन्टमा लग भन क्या। नमस्ते म कुशल घाटी हो। प्यारो साथी सुशील काउचा मगरमा लाइक कमेन्ट सेयर र सब्स्क्राइब गरिदिन विनम्र अनुरोध गर्छु। ताली ताली। सो त्यही नै है। सो एकछिन पछाडि चाहिँ हामी टक्क भित्र छिर्ने बेलामा चाहिँ भेट्नेछौँ। सो वी आर इन बिएसआर मुभिज। अनि म तपाईँहरूलाई यहाँ टक्क पारामा चट्ट पारामा यता यहाँ चाहिँ हाम्रो बसन्तको फ्रेम छ। अनि सो कसले मलाई नोटिस गर्नुहुन्छ बसन्त फिल्ममा, बसन्त मुभीमा कसले मलाई नोटिस गर्नुहुन्छ त्यसमा चाहिँ सबैजनाले कमेन्ट चाहिँ गर्नु होला टक्क पारेर। कसले देख्नुभयो ट्याक्क पहिले कुदिस नाचेको हुनु थिएन होइन नाचेको हल्लेको। सो है त्यही नै हो। अनि हाम्रो एजेसन ब्रदर यस्तो त्यही नै हो है। अनि वी आर डुइङ अ ग्रेट भिडियो हियर। हामी त फिल्म खेले हम के अरे अब त्यही भएर हेर्न आएको फर्स्ट सो फ्री हो हाम्रो लागि। साला मैले टिकट देखाइसकेँ नि त। कहाँ राखेँ अब भित्र नै भेटौँला है त। हामी चाहिँ यहाँ प्रकाश सरको सासूआमासँग भेट्दैछौँ बिन्दु भाउजूको मम्मीसँग। केही भन्न चाहनुहुन्छ ब्लगमा? हामी छौँ एकदम एक्साइटेड छौँ। ल सो सबैजना आइदिनु होला है हेर्नको लागि चाहिँ। मुभी एकदम बवाल हुनेवाला छ। सो मैले भोलि चाहिँ मुभीको बारेमा रिभ्यू पनि गर्छु होइन। सो कस्तो कस्तो खालको चाहिँ भइरहेको छ भनेर। अनि कतिजनाले चाहिँ मलाई नोटिस गर्नुहुन्छ, प्लिज कमेन्ट चाहिँ गर्नु होला। म टक्क पिन गरेर राखिदिन्छु है तपाईँहरूको कमेन्ट चाहिँ। सो त्यही नै हो। अनि त्यस पछाडिको फर्दरहरू के गर्दै गइन्छ हेर्नु जाऊँ है त। सो मुभी चाहिँ सुरु भइसकेको छ है। हाम्रो केटाहरू चाहिँ यतातिर आइसकेको छ। हाम्रो चाहिँ अब ट्याक्क यतातिर चाहिँ हुँदैछ। सो धेरै क्लिप चाहिँ हाल्नु हुँदैन, मुभी स्पेल गर्नु हुँदैन। सो त्यही नै हो है। सबैजना टक्क रमाइलो गर्ने हो। बिचमा क्लिप हाल्छु, त्यहाँभन्दा बढी खिच्दिनँ है त। सो उतातिर भेटौँला। कस्तो के भएको खै मलाई गरेको मायालु सो यहाँ चाहिँ हामी रमाइलो गर्दैछौँ। फ्लास बालेर गाली खान्छु मैले है, त्यही भएर फ्लास नबालिकन हेरौँ है त। वर्ण हुने माया छ बसेको ल
त्यो मध्यन्तरवाला चाहिँ मजा आयो है टक्क त्यो टिभीमा टक्क राखेर त्यो देखाउनेवाला मध्यन्तर चाहिँ बवाल थियो होइन सन्तोष के भन्छस् त मध्यन्तर मैले भने मध्यन्तर कस्तो कस्तो अप्ठ्यारो जस्तो देखिएछ कि मेरो क्यामेरामा आइदिनु नभयो है तर जस धेरै क्लिप चाहिँ राख्दिनँ थोरै मात्र राख्छु अनि लास्टमा चाहिँ अलिकति रिभ्युजहरू पनि राख्छु सो त्यही हो आम प्लानिङ टु डु द्याट सबैजनाले बसन्त मुभी चाहिँ हेर्न आउनु सबै बराबर सो मुभी हामीले हेरिसकेको छौँ हाम्रो बिएसआर क्याफेमा बेसिल क्याफेमा है बहिनी बेसिल क्याफेको हाम्रो क्यासियर सो है अनि मुभी चाहिँ हेऱ्यौँ जे होस् रिभ्यू दिनु पऱ्यो भने 10मा म 7.5 दिन्छु स्टोरीमा किन भन्दा त्यो अलिक स्क्रिन प्लेमा चाहिँ म 7.5 दिन्छु स्टोरी चाहिँ 10मा 9.5 दिन्छु जस तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन आएर कस्तो खालको छ भन्ने मुभीहरू चाहिँ होइन जसमा सानो क्लिप मात्र राख्छु धेरै क्लिप राख्दिनँ किन भन्दा धेरै क्लिप चाहिँ हाल्नु मिल्दैन क्या किन भन्दा त्यो मुभी बनाउने मान्छेले कति मेहनत गरिरहेछ त्यो स्क्रिन प्ले गर्नको लागि होइन सो त्यही भएर हो अनि अलिकति मजा चाहिँ कहाँनिर नआएको भन्दाखेरि ब्याडबुट भयो क्या त्यसमा चाहिँ अलिकति मजा आएको छैन सो नेक्स्ट टाइम मुभी बनाउँदाखेरि चाहिँ त्यसमा चाहिँ अलिकति ध्यान दिनु होला प्रकाश सपुत सर सो त्यही नै हो सो अब चाहिँ हामी कता जान्छौँ त्यस पछाडि नै भेटौँ है त ए म यहाँ त गरिस कान्छा बिना सधैँको फसिस त फसिस बाउनी त फसिस त थाहै नभइकन फसिस यो त नाचेको देखाइदिएर कि जसलाई नाच्ने मात्र होइन त्यो सहयोग नि हाल्नुपर्छ खै नाचेको जस रमाइलो चाहिँ रमाइलो छ तर उहाँहरूले सहयोग उठाइराख्नु भएको छ है सो इन्ट्रेस्टेडहरूले उहाँलाई खोज्दै सहयोग दिन चाहिँ सक्नुहुन्छ है त ओके बाई सो हामी चाहिँ अहिले जाँदैछौँ मेलातिर मेला हेर्न जाँदैछौँ अलिकति समय त्यस्तै नै छ है जस रमाइलो गर्ने समय छ अहिले चाहिँ त्यही नि मुहारमा निराश किन आयो भन्नुहुन्छ भने बसन्त मुभी हेरेर के भन्छस् त के बोल्न चाहने यसको बारेमा होइन नि त्यस्तो होइन मुभी राम्रो छ सबै आउनु होला हलसम्म हेरिदिनु होला मलाई गाली नगर्नु होला कमेन्टमा है सो त्यही नै हो अबको टाइम भनेको चाहिँ हामी मेलामा बिताउँछौँ मेलामा रमाइलो गर्छौँ सो सबैजनालाई चाहिँ मेलातिर भेटौँ है त सो हामी चाहिँ बुच्चा हेल त सो हामी चाहिँ यहाँ मेला हेर्न आएको तर मेला त्यति एक्सपेक्टेड त छैन तर छैन पहिला भन्दा कतिले आर्टिस्ट मगाएको अनि तर होइन क्या एउटा एक्सपेक्टेसन चाहिँ हुन्छ नि त मान्छेमा होइन त्यो छैन अब त्यो मनी गाइदिन्छु नि यो त मैले गाउँछु ओइ हामी सबै नि यहाँ आइज त आऊ हामी सुन्दैनस् आऊ हामी भन्न एकछिन कन्सर्ट हान्नु नि तैँले नि तर त्यो मजावाला भाइब छैन मजावाला भाइब छैन वी कान्ट मजा आएन सब केटाले छप्रिँदैको हामी पनि सपोर्ट आज परिरहेको त्यही भएर नाम भनेको यस्तै अनि मेरो
कन्सर्ट छ है सबैजना आउने है मेरो कन्सर्ट छ है 1 गते मेरो 1 गते कन्सर्ट छ सबैजना आउने पूर्ण राई एन्ड दाजुभाइको तलतिर बसेर गाउँछु म चिचाइस आओ हामी Light निकल Make some vibe. Big fan. Please, everyone, please. Hey. Oh, you can. Oh, thank you. मेरो भ्लग चाहिँ यस्तो दिनमा आउँछ है यसै सुसिल भएको मेरो चाहिँ भोलि आउँछ ल यस्तो I respect all the artists हैन तर भ्लग आज बेलुका एडिट हुन्छ थम्बनेल एडिट भइसकेको छ मैले भ्लग सुरु गर्नुभन्दा अगाडि नै मैले थम्बनेल बनाइसकेको थिएँ होइन सो मेरो थम्बनेल हेरेर चाहिँ प्रकाश सपुत सरको फ्यान्सहरूले चाहिँ मलाई डेन्जर गाली गर्नेवाला छन् मलाई थाहा छ तर सो एज इट इज फिल्म जस्तो छ थम्बनेल त्यस्तै बनाएको छु त्यही नै हो त जाम खै वहाँ त तिमी रियल भोइस माथि यहाँ ढङ्छ माथि सही गरी तिमीले गीत सुन्छौ नि त्यसको 5 टाइम्स उसले तर अलिकति गीत निकाल्ने हो साथीहरू है अलिक राम्रो निकाल्ने हो कि जसुकै गर्ने हो यहाँ न त जहिले पनि यस्तो हुन्छ क्या भाइब मिट हुनु पऱ्यो क्या जहिले भाइब मिट हुन्छ नि त्यो दिन नै एक्चुअल आफूलाई मजा आउँछ कि खास के गर्दैछु होइन त्यो सो त्यही भएर जहिले पनि आफूले तानेर हिँड्न मन लागेर क्या 90मा केटा हो 90 यता 90 हो कि जुत्ताको कलेक्सन 90मा है कस्तो सो यहाँ हेर त खासै रमाइलो चाहिँ छैन यतातिर पनि नथिङ क्या तिमीहरूलाई मेला कस्तो लाग्दैछ केही छैन कट्टी टी सर्ट 5 को 2टा कट्टी टी सर्ट नमस्ते सन्चै छ हौ के छ केटा के छ कतिमा होइन चाहिन्छ भन्दैछ भन्छ र क्या उसको लागि क्या गिम्बलको लागि क्या तर बागलुङको मेला यस्तो ध्वस्त हुन्छ भने मैले सोचेको पनि थिएन यार बागलुङको मेला मैले यतिसम्मको झुर अहिलेसम्म देखाएको थिएन आज मेरो टोटल्ली हार्ट ब्रोकन मैले आज एभ्री टाइम मैले जति बेला पनि सोचेको थिएँ बागलुङको मेला यस्तो हुँदै हुँदैन क्या अहिले बागलुङको मेला यतिसम्मको ध्वस्त मैले अहिलेसम्म देखाएको थिएन सो प्लिज बागलुङको मेलामा केही चाम्नेस चाहिँ ल्याउनुहोस् है सकिसक्यो चाम्नेस गइसक्यो चाम्नेस त्यो चाम्नेस नै छैन सो हामीले केही न केही चाहिँ गर्नुपर्छ क्या सो अब चाहिँ उतैतिर गएर भेटौँ है त कति सर्टमा मैले बियर पार्छु हेरौँ है त 0 सर्टमा हान्ने जान्ने होइन होला मोटे भाग्य त छैन क्या अलिक पावर बनाउँछ ओ धेरै भयो लास्ट दुईवटा सब स्पोन्सर छ सब
सो अहिले चाहिँ यो सबै सानसानो नै हाल्यो नि जस्तै भाइहरू सानसानो अरू अस्ट्रेलिया गयो भने अलि राम्रो देखिन्छ नि त के विधि ओ बाँदरै भन्दा नि गप्प देखेको के विधि देखेको यो जस यतातिरको यो सानसानो छ है सो त्यति मजा भने ओबा कस्तो कराएको र खासै मजा भने छैन खै खेल्ने होला तिनीहरू सो खासै मजा भने छैन है सो आजको भिडियो चाहिँ यति नै थियो अब म घर मात्र जाने त्यहाँभन्दा काम पनि खासै छैन यो जस्ट मैले फिल्म हेर्न आएको थिएँ अनि त्यही बेला फेरि मेला नि देखाइदिन्छु भनेर मात्र हो सो त्यही नै है अबको आजको भिडियो चाहिँ यहीँ हुन्छ सो लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला सबैजना बसन्त फिल्म पनि हेर्न जानु होला है बाई बाई